सुकुम्बासीहरुको आज सबैको सम्पत्ति छानबिन हुन्छ। म नाम बोलाउँछु, एक जना गरी अगाडि आउनु। ल त्यो छोटो भाइ आज सुकुम्बासी हो? हजुर हो, हजुर हो। भन तेरो सम्पत्ति के छ? धेरै छैन सर, काठमाडौँमा एउटा घर छ, एउटा छोरा अस्ट्रेलिया छ, 12 तोला सुन छ। धेरै त होइन सर, पहिला एमाले सरकार हुँदा अलिअलि कुम्ल्याएको कालो धन चाहिँ छ। सुकुम्बासी हुन्छ? सुकुम्बासी हुन्छ? एमालेको धोलेर तँ जस्तो नक्कली सुकुम्बासीले गर्दा असली सुकुम्बासीले रात नपाएको बोले काइन भएको ल त्यो घिरौला जत्रो नखाएको भाइ अझ सुकुम्बासी नै हो? हो हजुर, म सुकुम्बासी नै हो। तोर सम्पत्ति के छ भन? मेरो खासै केही छैन हजुर, 2टा जति गाडी छ अनि 3टा स्वास्नी छ हजुर, अनि त्यही हो 2 किलो जति डायमन्ड छ, अनि रामेछापमा 17 रोपनी जग्गा छ। काठमाडौँमा 8 आना जग्गा किनेको छु। अब त्यो 8 आना जग्गामा चाहिँ 2 तले बिल्डिङहरू बनाउने सोचेको थिएँ। एमाले केपीको सरकार लत्तै ढल्यो हजुर, कसरी बनाउनु हजुर? मेरो सम्पत्ति त्यति नै हो हजुर। अनि यो थापाथलीको सुकुम्बासी बस्तीमा चाहिँ सानो पानी पर्दा चुइने छाप्रो छ हजुर, त्यति हो हजुर। सुकुम्बासी होइन, सुकुम्बासी रहेछ। त्यही माथि 3टा किन्छ बुढी त कसरी सुकुम्बासी हुन्छ त? त्यही माथि एमालेको झोले मेरी आमुइनी मेरो भगवान हजुर, म त साँच्चीकै सुकुम्बासी हो नि। तपाईँको सम्पत्ति के छ भन्नुहोस् त पहिला। मेरो सम्पत्ति चाहिँ हजुर केही छैन। मरी ऋण काटेर अस्ति मङ्सिरमा एउटी स्वास्नी ल्याएको थिएँ, त्यो पनि भएको। अनि मेरो त्यही सुकुम्बासी बस्तीमा भएको एउटा छाप्रो थियो, त्यो नि पानी चुइने बालेन सरकारले त्यो पनि लग्यो हजुर। म चाहिँ साँच्चीकै सुकुम्बासी हो, मलाई राहत दिनु पर्यो। तपाईँ साँच्चीकै सुकुम्बासी हुनुहुन्छ? नरुनुहोस्, तपाईँ साँच्चीकै सुकुम्बासी हुनुहुँदो रहेछ। भोलि बिहान 10 बजे तपाईँको नागरिकता लिएर अफिसमा आउनुहोस्। हस् हजुर, मलाई राहत दिनु है हजुर।